गाइस म चाहिँ धार्मिक स्थलमा आएको छु हैन। धार्मिक स्थलको नाम चाहिँ साली नदी रहेको छ र यता वरिपरि हाम्रो वरिपरि मन्दिरहरू छ। अनि यो चाहिँ अलिक टाढै रहेछ काठमाडौँ भन्ने ठाउँबाट। यहाँसम्म आउनलाई धेरै समय लाग्यो र यहाँको दृश्यहरू धेरै राम्रो छ। अनि यो मन्दिरमा चाहिँ आज धेरै भिड हुनुपर्ने, शिवरात्रिको दिन भिड पनि छैन, सबैजना पशुपति गए जस्तो छन्। अनि यहाँ चाहिँ खोला पनि रहेछ गाइस, खोलाहरू पनि हेर्न पाइन्छ। पछाडि हेर्नुहोस्, मेरो पछाडि खोलाहरू पनि छ, मन्दिरहरू कस्तो राम्रो छ। यहाँ हेर्नुहोस् सानो खालको झरना छ अनि यहाँ धेरैजना पूजा गर्न आउनु भएको छ। र यो साली नदीको एरिया, टेम्पलको विभिन्न स्ट्रक्चरहरू हेर्नुहोस्। र यहाँ वरिपरि यो खोला चाहिँ अलिक सानै रहेछ अनि यहाँ धार्मिक स्थल भएर यो अलिक खोला सफा पनि नै छ। अनि यहाँ चाहिँ यसो अलिअलि घुम्ने ठाउँहरू पनि रहेछ। यहाँ चाहिँ नेचरको सिनहरू पनि राम्रै छ, तपाईँहरू पनि घुम्न आउँदा हुन्छ साथीभाइहरूसँग छुट्टीको बेलामा यता घुम्नको लागि आउँदा हुन्छ। यो मन्दिर चाहिँ जियोस् रमाइलो छ, यहाँको वातावरण एकछिन बसौँ जस्तो लाग्ने, यहाँको दृश्यहरू त्यस्तै छ। अनि अरू कुरा, मेरो पछाडिको सिनहरू पनि हेर्नु गाउँ जस्तो छ। र यो एरिया धेरै रमाइलो खालको पनि छ। अनि यहाँ चाहिँ कहिले चाहिँ भिड हुन्थ्यो, आज चाहिँ भिड छैन हैन। अनि त्यही भएर कुन दिन भिड हुन्छ यसो भिड हेर्न पनि आउँदा चाहिँ हुन्छ मान्छेहरू। आज चाहिँ खासै भिड रहेनछ यो एरियामा। हेलो भाइ, हेलो ब्रदर, के छ खबर? कता हो तिमीहरूको घर? हजुर भाइ, तिम्रो घर कता हो? म चाहिँ यो साली नदी घुमेर फर्किने क्रममा छु दर्शक वृन्दहरू। र यहाँ मलाई धेरै रमाइलो फिल भयो। तपाईँहरू पनि आउँदा हुन्छ घुम्नको लागि, राम्रै छ, शान्त स्वभावको एरिया छ। आजलाई यति भन्दै आजको भ्लग यहीँ सकाइदिउँ होला साथीहरू।